रेडी भयो त ल आज भाउजू दङ्ग पर्ने भयो आमा बुढा कहिले गाडी किनेर चलाउन थाल्नु भएछ त भाउजूले फेरि ल उहाँले आज ड्राइभिङ सुरु गर्नु भएको छ लाग्छ म चाँडै सिक्छु त्यो के छ भने नि त्यो बाइक चलाउने अनुभवी मान्छेलाई खासै टाइम लाग्दैन कुरा बुझ्नुभयो चलाइ पनि हजुरको मिठै छ जय हो हामी कहाँ जाँदैछौँ काठमाडौँ हो होइन हामी गण्डक जाँदैछौँ आज फर्स्ट दिन गाडी सिक्दै आज पहिलो दिन गाडी सिक्दै राम्रै चलाउ कोसिस गर्दै हुनुहुन्छ है चलाइ पनि हजुरको राम्रै छ है